हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैलाई मेरो च्यानलमा स्वागत छ। अब आज चाहिँ म पेपर जानलाई रेडी भएर निस्किसकेको छु। तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। अब चाहिँ म आज कहाँ पेपर जानेछु भन्ने त्यो तपाईँको म बस पार्क पुगिसकेपछि तपाईँहरूलाई भन्ने छु र अब सिधै बस पार्क भेटौँला। कहाँ जानेछु म तपाईँहरूलाई भन्ने छु है त। ल यसको गाइज आजबाट अब यस बिहान गाइज पुरा मौसम चाहिँ पानी पर्ला जस्तो भएको गाइज हेर्न सक्नुहुन्छ होइन। एकदम क्लाइमेटले चाहिँ अलि मौसमले चाहिँ अलि साथ दिन्छ कि नै आजको दिन त्यो लेसको हेर्न बाँकी छ गाइज। अब त्यही पनि म चाहिँ लागिसकेँ गाइज। अहिले टाइम चाहिँ बिहानको 5:50 भएको छ। त गाइज म अहिले ठ्याक्क बाग बजारको बस पार्कमा आइसकेको छु। यहाँबाट चाहिँ भक्तपुरको गाडी जान्छ। पेपर चाहिँ भक्तपुर जाने भन्ने निर्णय गरेको छु गाइज। अब हेर्न सक्नुहुन्छ बाग बजार हो। यसरी हिँडिरहेको छु। भक्तपुर जाने हो गाइज अब आज। अब गाडीमा चढेपछि तपाईँहरूले सबै कुरा देखाउँछु है त। ल दुधपाटी जान्छ यो दुधपाटी। ए दुधपाटी जान्छ होइन। गाडी अगाडिको सिट पाइसकेको छु मैले। आउँदा बित्तिकै गाडी हिँडिसक्यो हेर्न सक्नुहुन्छ। अब चाहिँ लेसको भक्तपुर। हेर्नु सक्नुहुन्छ म अहिले भक्तपुर पुगिसकेको छु गाइज। अब गाडीबाट झर्छु होला। नाकामा झर्न लाग्छु गाडीबाट। त गाइज हेर्नु सक्नुहुन्छ म अहिले ट्याक्क भक्तपुर पुगिसकेको छु। भक्तपुर दुधपाटी भन्ने ठाउँमा अहिले चाहिँ अब पेपरमा हिँडिसकेको छु। अब आजको चाहिँ यहाँबाट पेपरको सिलसिला स्टार्ट हुन्छ गाइज। अब यहाँ सामान खोलिन्छ, एकछिनमा खाजासाजा खाइन्छ, सामान खोलिन्छ अनि त्यहाँबाट चाहिँ अब दिनभरि भक्तपुरमा पेपर गर्ने प्लान छ गाइज। अब हेरौँ पानी नपरिदिएपछि चाहिँ पानी पर्ला जस्तो छ है। पानी नपऱ्यो भने चाहिँ दिनभरि गर्ने हो। पानी पऱ्यो भने त अब के गर्नु छ गाइज। पानीमा भिज्नु त मिल्दैन होइन। त्यही नै छ गाइज। ल त गाइज म अहिले भक्तपुरतिर यतातिर व्यापार गर्दैछु हेर्न सक्नुहुन्छ तपाईँले होइन। अब म चाहिँ खानासाना खाएर दिनभरि पानी पर्ला जस्तो मौसम भएर सिमसिम पानी त परिरहेछ होइन। तर नि मैले चाहिँ अब यो पानी परे पनि दिनभरि व्यापार गर्ने त्यो निर्णय गरेर अहिले यहाँ हिँडिरहेको छु गाइज। हेर्न सक्नुहुन्छ। के हाफ प्यान्ट चाहियो तपाईँलाई? ल छान्नुहोस्। त गाइज अहिले हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ अहिले ट्याक्क भक्तपुरको गल्लीमा हिँड्दैछु होइन। भक्तपुरको गल्लीमा हिँडिरहेको छु गाइज। अहिले चाहिँ मेरो व्यापार नै यही नै छ है। अनि अब आज चाहिँ अलिक पानी पर्ला जस्तो भएको फिल भएको। अब हेरौँ के हुन्छ। अनि त्यही नै हो आजको व्यापार चाहिँ यस्तै छ गाइज। अब पछिसम्म व्यापार गर्ने प्लान छ। अनि दिउँसो चाहिँ मेरो मोबाइलमा चार्ज थिएन नि त, त्यही भएर मैले देखाउन सकिनँ तपाईँहरूलाई। अब आज यही नै छ गाइज हेर्न सक्नुहुन्छ। अब चाहिँ आजबाट चाहिँ कन्टिन्यू भिडियो आउँछ किनभने हिजो अस्ति 1-2 दिन यसो ग्याप भएको थियो। अब अलिकति के नमिल्या जस्तो फिल भएको थियो। त्यही भएर चाहिँ मैले तपाईँहरूलाई भिडियो दिन सकिनँ। अब आजबाट चाहिँ म तपाईँहरूलाई कन्टिन्यू भिडियो हाल्नेछु गाइज। ल यही नै व्यापारको जर्नी स्टार्ट भइसक्यो। मेरो भ्लगको पनि जर्नी स्टार्ट भइसक्यो गाइज। हेरिदिनु होला। किन आएन सोध्नुभयो होला। अलिकति केही आफ्नै प्रब्लम थियो त्यही भएर आएन गाइज। ल यही नै छ। त गाइज हेर्न सक्नुहुन्छ यहाँ हाय हाय। त गाइज अहिले हेर्न सक्नुहुन्छ म दरबार मार्ग क्षेत्रतिर पुगिसकेको छु। भक्तपुर दरबार यस्तो छ यो होइन। अनि हेर्नुहोस् म चाहिँ अब यहाँबाट जाँदैछु गाइस तलतिर। जस्ट हेर्न सक्नुहुन्छ होला है। यो चाहिँ दरबार यही नै हो।
आज चाहिँ पानी पर्न दिनभरि मौसम यस्तो भएको पानी चाहिँ परेको छैन गाइज है। अब त्यही नै हो गाइज है, त्यो भएको छैन। अब त्यही नै हो दिनभरि व्यापारको सिलसिलामा। अब काम कारोबार त्यस्तै हो। खानासाना खाइयो, अब हिँड्दैछु। 5 बजिसक्यो, अब कति बजीसम्म हिँड्ने हो गाइज। ल यही नै छ आजको व्यापार, अरू पछि देखाउने छु। अघि यहीँबाट आएको म, फेरि यहीँबाट जाँदैछु। पुरै अँध्यारो हुन लाग्छ जस्तो फिल भइरहेको। पानी चाहिँ मजाको पर्छ जस्तो छ, तर अलिकति बेलुकाको टाइममा पर्छ होला गाइज। अब आजको मेरो व्यवहार यस्तै छ, हेर्न सक्नुहुन्छ। म चाहिँ अब यसरी हिँडिरहेको छु, पछाडिबाट बाइकहरू आइरहेछन्, डिस्टर्ब हुन्छ होला। यो मेरो आजको व्यापार। दिस इज 5 तले मन्दिर है। यो चाहिँ 5 तले मन्दिर हो गाइज। मेरो व्यापार गर्ने एरिया हो। मेरो अरू भ्लगहरू हेर्नुभएको भए तपाईँहरूलाई पनि थाहा होला होइन। ल हेर्न सक्नुहुन्छ, यही नै हो मेरो आजको। हस् यसरी हिँड्दैछु गाइज। खुकुरी, यो चाहिँ खुकुरीहरू। ल यसो गाइज है। अब भोलि फेरि अर्को भ्लग पनि आउँछ गाइज। अब चाहिँ कन्टिन्यू आउँछ। अब चाहिँ ढुक्क हुनुहोस् ल है त, पछि भेटौँला। त्यो गाइज हेर्न सक्नुहुन्छ, म अहिले यहाँबाट चाहिँ जान लागिसकेको छु होइन। भक्तपुर दरबार स्क्वायरबाटै अब सिधै गएर गाडी चढ्ने हो। गाडी चाहिँ पाउँछ कि पाउँदैन त्यो चाहिँ थाहा छैन, अब एकछिनमा थाहा हुन्छ। गाडी सायद नपाउन सक्छ, किनभने 6 बजिसक्यो। 6 बजेभन्दा उता चाहिँ गाडी जान्न गाइज है। अब अलिकति प्रब्लम चाहिँ भइरहेछ गाइज होइन, हेर्न सक्नुहुन्छ है। अब चाहिँ ट्याक्क म यहाँबाट निस्किसकेको छु गाइज। अब म गाडी चढ्दाखेरि तपाईँहरूलाई देखाउने छु, हेर्न सक्नुहुन्छ है। आज व्यापार त खासै केही पनि भएको छैन। गाइज हेर्न सक्नुहुन्छ, म अहिले चाहिँ सीतापोखरी भन्ने ठाउँमा आइसकेको छु। अब यहाँबाट सामान प्याक गरेर अब सिधै अगाडि गाडी भेट्यो भने जाने हो गाइज रुमतिर है त। ल त गाइज हेर्न सक्नुहुन्छ, म चाहिँ अहिले ट्याक्क रत्नपारा पुलमा पुगिसकेको छु होइन। अब यहाँबाट चाहिँ रुम पुगिन्छ होला। त गाइज म अहिले ट्याक्क यहाँ आरएनएस रत्नपारा पुगिसकेको छु होइन। अब यहाँबाट चाहिँ रुम जाँदैछु। गाडीमा एकदमै टाइम लाग्यो है, 2 घन्टा लाग्यो भक्तपुरबाट यहाँ आउनु चाहिँ। अहिले एकदमै राति भइसकेको छ गाइज, हेर्न सक्नुहुन्छ होइन। अब म चाहिँ रुमतिर लागिरहेको छु गाइज। ल अब म सिधै रुमतिर गएँ भने